यतातिर चाहिँ फेरि गिटार सितार बजाउने भइरहेको रहेछ यस्तो ग्रुपिङमा गिटार बजिरहेछ यस्तोहरू छ टक्क होइन त्यो आर्मीहरूको त्यो के हो गोली सोली हान्ने हो कि के हामीलाई त थाहा छैन यार हामी आर्मी पर्दैन होइन पुरा त्यो टुटुटुटुट हान्ने मेसिन गनहरू होला यो डङ डङ पड्काउने होला यो यस्तो हाम्रो नेपालमा नि यस्तै हुन पर्यो कि सिस्टम के हो यार केही छैन त सिस्टम केही पनि छैन हाम्रोतिर नि यस्तो गराउनु पर्यो हौ नेपालमा नि बालन सरकार गाइस वेलकम ब्याक टु माई न्यू भिडियो किचकडा भिडियो टपिक छ नि हामी चाहिँ प्रदर्शन केन्द्र रहेछ क्या पुरानो आइटमहरू त्यस्तोहरू देखाउने ऊहरू रहेछ त्यही भएर हामी चाहिँ आज यतातिर आएको छ टक्क मलाई म देखाउँछु हाम्रो भ्यूहरू कस्तो छ पुरा आर्मीहरूको ऊहरूको चाहिँ बवाल रहेछ के गे होला सायद ठ्याक्क मलाई पनि थाहा छैन तर दामीवालाहरू छ है म देखाउँछु तपाईँहरूलाई हेर्नुहोस् त मान्छेहरूको भेदभाव पनि छ सबैहरू पनि छन् टनमा है यतातिर देखाउँछु सबै यस्तोहरू छ टक्क होइन त्यो आर्मीहरूको त्यो के हो गोली सोली हान्ने हो कि के हामीलाई त थाहा छैन यार हामी आर्मी पर्दैन होइन यस्तो छ टक्क बवाल छ यार दामी छ ल तर यो चाहिँ रोमानियाको क्यारल पार्क नजिकैको दामी हो होइन चाहिँ त्यस्तो माथि चढेर फोटोसोटोहरू खिच्ने त्यस्तोहरू रहेछ मान्छेहरू पनि छन् त्यस ठिकै भनौँ न राम्रै छन् बवालहरू सामानहरू चाहिँ बवाल नै रहेछ पुरा त्यो टुटुटुट हान्ने मेसिन गनहरू होला यो डङ पड्काउने होला यो फेरि के हान्ने हो बवाल छ त के हो यस्तो हाम्रो नेपालमा नि यस्तै हुन पर्यो कि सिस्टम के हो यार केही छैन त सिस्टम केही पनि छैन हाम्रोतिर नि यस्तो गराउनु पर्यो हौ नेपालमा नि बालन सरकार के छ यस्तो बवाल छ दामी मेसिनहरू त साह्रो कडा मेसिनहरू हो दामी खतरा छ पुरै यहाँ गाडी साडीहरू बन्द गरेर आर्मीहरू त्यस्तरी बसिरहेछन् पुरै गाडी साडीहरू बन्द गरेर बाटो रोड ब्लक गरेर यस्तो प्रदर्शनहरू भइरहेछ बवाल छ तर कसम भने हाम्रो नेपालमा नि यस्तो गराउनु पर्यो सरकार के भएको अब नयाँ सरकार आएको छ यसो ट्याक्क बनाउनुपर्छ है बालन सर झ्याक्क यस्तै बनाउनु पर्छ नेपालमा डक्क यसोमा इक्विपमेन्टहरू होस् न कहीँ कसैले अट्याक गर्न नसक्ने खालको टक्क होस् होइन भित्रतिर चाहिँ के छ यसो हेर्दैन न भित्रतिर नि हेर्न मिल्ने रहेछ अरे यसको भित्र चाहिँ के हुने रहेछ हेरौँ न यस्तो आर्मीहरू बस्नेवाला है के हो यो भित्रबाट ऊहरू हेर्नेवाला हो कि के हो यो यार ठ्याक्कै थाहा भएन यहाँ बस्ने सिटहरू जस्तो छ क्या जस्तो छ के हो ठ्याक्कै थाहा भएन है बवाल छ तर दामी हजुर
गाइस दामी दामी छ यतातिर चाहिँ होइन यो चाहिँ के हो ट्याङ्कर स्याङ्करहरू के हो बब्बलवालाहरू रहेछ हामी चाहिँ अब हेऱ्यो यहाँको उहरू होला यो हाइट साइट खेल्नको लागि चाहिने इक्विपमेन्टहरू होला आफूलाई त ठ्याक्कै थाहा छैन अब हेऱ्यो अब चाहिँ हामी गइदिन्छौँ टक्क भलिबल खेल्नलाई यो चाहिँ खतरावाला कार होला अब फास्टवाला हो यो चाहिँ दामी 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 रहेछ रोमानियाको आर्मीको मिलिट्री इक्विपमेन्टहरू है यो चाहिँ बबाल छ जस राम्रै छ भनौँ न हिजो त यति धेरै मान्छे थिएन यार आज त बबाल धेरै मान्छेहरू रहेछ सर खतरा मान्छेहरू रहेछ आज चाहिँ उता फेरि के प्रदर्शनीहरू भइरहेको के त्यहाँ सामानहरू भरुवा बन्दुकहरू के दामी भइरहेको थियो उता नि हिजो देख्दा चाहिँ आज अब के कस्तो छ ठ्याक्कै थाहा छैन हेरौँ यो पनि म देखाउँछु तपाईँहरूलाई उठाउन लाग्यो आज चाहिँ उठाउन लाग्यो हिजो चाहिँ यहाँ थियो कि ऊहरू थियो खतरा देखाइरहेको थियो यहाँ प्रदर्शनीहरू आज चाहिँ यहाँ सबै उठाउन लागेछ टेन्ट सेन्ट हालेर खतरा देखाइरहेको थियो हिजो चाहिँ आज सबै उठाएछ यहाँकोहरू चाहिँ सबै उठाएछ सबै उठाएछ नि त आज त अनि त्यही नै हो गाइस यतातिर चाहिँ फेरि गिटार सितार बजाउने भइरहेको रहेछ यस्तो ग्रुपिङमा गिटार बजिरहेछ सानो क्या दामी गिटार बजाइदिएको हामीले बुझ्नुपर्छ के भने हो हेर्ने मान्छेहरू पनि छन् Thank you for watching this video. फेरि नेक्स्ट पार्ट पनि नेक्स्टमा पनि लिएर आउनेछु त्यतिन्जेलसम्मको लागि टाटा बाई बाई भन्दै म बिदा हुन चाहन्छु नमस्ते जय नेपाल।